Welcome back to another podcast with the Tony. पहिलाको प्रोकास्ट त्यस्तै भयो हेरौ केटा हो है। अब यो प्रोकास्टमा चाहिँ अलि हामी केही छलफल अलि राम्रो विषयमा छलफल गरौँ भनेर नयाँ सुट गर्न थालेको है त। And so hello and namaste beautiful people. Assalamualaikum warahmatullahi wabarakatuh. I hope everyone is fine and I'm doing also chill and well bro. खै त स्वागत गरेको मलाई। Welcome back Tony sir. Thank you so much bro यार. Thank you so much for inviting me in this podcast. Thank you bro. Thank you. मेरो धेरै बिजी शेड्युल थियो हैन। कैसा लगा मेरा मजाक? अनि तिमीले अब यसरी बोलायौ अनि तिम्रो प्रोग्राममा अब आउनै पर्यो। He is our Mike brother. He is Mike and I am Tony. हाम्रो यो च्यानलमा माइक र टोनीको कन्भर्सेसन चाहिँ आउँछ। अनि के छ नयाँ नौलो खबर? कस्तो भएर धेरै पछि आउनु भयो? ब्रो थ्यांक यू सो मच है। नयाँ नौलो खबर त अब ब्रो अब कहाँ पाकिस्तानले AK-47 ले मान्छे मारिरहेछ कश्मीरतिर है। अब नयाँ नौलो अब हामी वर्ल्ड वाइडको समाचार भन्न जाने कि अब मेरो नयाँ नौलो गर्ने ब्रो? पर्सि नयाँ नौलो पनि कुरा गरौँ प्लस साथसाथै अब दुनियाँ बितेका दुःखदका दिनहरू सुखदका दिनहरू। दुःखको त कुरै नगर ब्रो म रुन मात्र वर्स्ट मेमोरी के थियो? होइन होला के हो सबैभन्दा वर्स्ट मेमोरी चाहिँ एउटा थियो। अब दुबईमा म आजभन्दा 1.5 वर्ष अगाडि आएँ। मैले भनिहालेँ अन्त 1.5 वर्ष somehow it will 2 years हैन। अनि वर्स्ट चाहिँ के थियो भनेपछि है मसँग खाना खाने पैसा थिएन ब्रो। साँच्ची रियली म जोक गरे होइन ब्रो है। खाना खाने पैसा थिएन है। अनि यो रमजानको टाइम थियो। अहिलेको इयर नै पछिल्लो रमजानको टाइम थियो है ब्रो। साँच्ची मसँग 1 रुपैयाँ थिएन कि। अनि म बिहानैदेखि भोकै थिएँ। रुममा पनि खानेकुराहरू केही थिएन। अनि छेउमा मस्जिद थियो। मस्जिदमा सबै मान्छेहरू लाइन लागेका थिए है। अनि त्यहाँ गएर चाहिँ अब म त्यही मुस्लिम पिपलहरूसँग लाइनमा जोडिएँ हैन। अनि मलाई लास्टै भोक लाग्थ्यो थियो। गोजामा 1 रुपैयाँ थिएन। आफ्नो भन्ने कोही छैन। हेर दुबई भनेको यस्तो ठाउँ हो कि बाउले खाने छोराले हेर्ने जस्तो ठाउँ हो ब्रो। आई एम नट जोकिङ ब्रो। इफ यु हेभ मनी everyone respect you. If you don't have money nobody fucking care about you bro. You appreciate that sentence or what? हो ब्रो। अनि त्यति बेला चाहिँ अब मस्जिदमा म लाइन लागेँ है। अनि त्यसपछि लाइन बाई लाइन टक्क लाइन लाग्नु पर्दो रहेछ। 6 बजे छ बिहान। यो हाम्रो मुस्लिम कम्युनिटीमा चाहिँ रमजानको टाइममा रोजा राख्ने भन्ने हुन्छ चलन चल्छ कि। अनि टक्क रोजा राखिरहेको थियो सबैले। अब म त अब आफै पैसा थिएन भोकै बसिरहेको थिएँ होइन ब्रो। मेरो काइन्ड अफ म पनि रोजा जस्तै थिएँ है ब्रो। पानी मात्र खाएको थिएँ है। अनि त्यसपछि वाइल्ड भोक लागेको थियो। अनि त्यसपछि त्यहाँ गएर लाइन लागेँ। अनि आई लाइक द्याट द वे दे डोन्ट डिस्क्रिमिनेट अस इन द रिलिजियस। त्यहाँ डिस्क्रिमिनेसनै छैन कि ब्रो। जो गएर खान पनि पाइयो कि ब्रो। लाइन लाग्यो। अनि त्यसपछि लाइन लागेर हातमा एउटा टिफिन बक्स जस्तो दियो है बक्स। अनि त्यसपछि टक्क मस्जिदको अगाडि भुइँमा बसिरहेको छौँ कि सिधै बाटोमै भुइँमा बसिरहेको छौँ हामी होइन। अनि त्यसपछि 5 बजे त्यो पाइयो। अनि 6:20 चाहिँ इफ्तारीको आजान हुन्छ। अनि 1 घन्टा 20 मिनट चाहिँ त्यो खाना हेरेर बसेँ कि मलाई वाइ भोक लागिरहेछ होइन। यसो हेर्छु चिकन बिरयानी छ, स्याउ छ, त्यहाँ लेबन छ है, मही छ है, अनि खजुरहरू पनि छ। अनि त्यसपछि 1 घन्टा 20 मिनटसम्म त्यो खाना हेरेर बसेँ। द्याट्स टाइम आई रियली नो द भ्यालु अफ द फुड ब्रो होइन। त्यसपछि ब्रो म कहिले पनि फ्याँकेको छैन। 2 दिन 3 दिनको बासी भात खाइदिन्छु म फ्रिजमा राखेर ब्रो। किनकि मलाई खानाको भ्यालु थाहा भयो कि। हो त्यो चाहिँ मेरो एउटा वर्स्ट फिलिङ थियो है। नट इभन रमजानमा मात्रै तर अरू टाइममा पनि मस्जिदमा जे होस् मान्छेहरूले चाहिँ कस्तो भन्छ नि मागेर खाए जस्तो देखिन्छ भन्ने टाइपको हुन्छ। तर त्यस्तो केही पनि होइन मजाले मस्जिदमा होइन। अब आफूलाई साँच्ची नै खान्छ अस्ति कम्पनी अर्गनाइजेसनहरूले सेयर काम गरेर बेलामा पनि
डोनेसन गरिरहेको हुन्छ त्यो टाइममा यो त्यस्तो त्यो हुन्छ नि नेपालको जस्तो चाहिँ हुन्छ नि धेर भएर दिएको जस्तो चाहिँ होइन कि यहाँ चाहिँ एकदमै हाइजेनिक राम्रो रेस्टुरेन्टको भन्दा राम्रो बिरयानी थियो ब्रो एकदमै राम्रो पाउँछ हैन त्यो चाहिँ मेरो एउटा वर्स्ट फिलिङ थियो एकदम त्यो ह्याप्पी वाला मोमेन्ट हैन ब्रो मसँग पैसा नभएर ब्रो हैन त्यति बेला मसँग पैसा नभएर जारको पानी खाने पैसा पनि थिएन ब्रो म धाराकै पानी खाइदिन्थेँ कि अब द्याट वाज गुड ब्रो फिल्टर पानी आउँछ है साल्टेड पानी आउँदैन हरेक धारामा आउँछ फिल्टर पानी आउँछ तर मिनरल्स राखेको छ कि छैन त्यो अब थाहा भएन है ब्रो तर धाराको पानी पनि खाएर बसे मान्छे हो दुःख चाहिँ गरे हो स्ट्रगल गरे हो आफ्नो ठाउँमा स्ट्रगल गरेर यहाँसम्म पुगेँ म अनि आई रियली थ्याङ्कफुल टु मी है ब्रो अनि हैन अब यो धेरै दुःख पीडाका कुरा भन्दा नि रमाइलो एउटा हुन्छ नि क्षण जब चाहिँ अब म एकदम स्टेबल वाला लाइफमा भएँ अब चाहिँ मलाई त्यो पछाडिको जति दुःखका दिनहरू थियो जुन भोको पेट भयो रातभरिको बसाइ होइन 1 ग्रामको पानी पनि खान नसक्ने जुन अवस्था रह्यो त्यो बसीबाट चाहिँ अब चाहिँ म त्यो चाहिँ लाइफमा फर्केर हेर्नु पर्दैन टाइपको चाहिँ कहिलेबाट फिल हुन थाल्यो अर्थात् त्यो एउटा ह्याप्पी मोमेन्ट होला नि त जब चाहिँ अब एकदमै ह्याप्पी मोमेन्ट त अब जस्ट ब्रो when I joined the Krakiv अहिले जहाँ म काम गरिरहेको छु लिटरली I was very happy when I passed the interview मैले यतिकै बाटोमा हिँड्दा सिभी बुझाएको हो अनि इन्टरभ्यूमा बोलायो लास्ट टाइम हामीले टक गरेका थियौँ यो विषयमा है अनि यतिकै बाटोमा हिँड्दा सिभी बुझाएको अनि त्यसपछि बोलायो अनि त्यसपछि म फेरि चिल पारामा बोल्दिएँ कि इन्टरभ्यूमै अनि यस्तो मस्त गजब हान्दै हैन अनि त्यसपछि अहिले अब कर्किबमा 12 घण्टा काम गर्नुहुन्छ 12 नै मेरो 11 आवर्स छ अनि 1 आवर चाहिँ ब्रेक छ आई एम सेटिस्फाइड एन्ड आई एम ह्यापी विथ दिस वर्क ब्रो ठिक छ यो त भइहाल्यो हैन हाम्रो दबा दुबईमा घाटेका दुःख सुखका कुराहरू हैन ड्युटीका 12 घण्टा ड्युटीका कुरादेखि लिएर हैन भोको पेटको कुरादेखि लिएर एकदमै त्यो दर्जनाक कहानी लिटरली हो ब्रो अब जे भोग्या हो त्यही बोले हो अब हामीको जेनेरेसनको मान्छेले अब काइन्ड अफ सोच्नु पनि पर्छ अब देश कता गइरहेको छ भनेर हैन जे भए पनि एउटा के भन्छ आफ्नो जन्मेको देश जन्मभूमि भन्या जन्मभूमि हो नि त ब्रो हैन अब जति नै सके गाली गलोज गरिसकेपछि नेपाल नै हो अलिकति अब झन् नेपाल आफ्नो देश छोडेर अलिकति बाहिर निस्केपछि अलि धेरै नै लगाव पनि हुन्छ त्यो मलाई देशको माया धेरै छ ब्रो अब अहिले दिनदिनै हैन मान्छेहरू अब बाहिरहरू गइरहनु भएको छ हैन देशमै बसेर केही गर्ने अर्थात् कुराहरू हैन कोही त अब साँच्चै नै केही अलिकति भनौँ न केही प्रोडक्टिभ कुराहरू सिकेर आउँछु केही अलिकति नयाँ एजुकेसन सिस्टम लिएर आउँछु भन्ने मान्छेहरू पनि छन् हैन अब यसलाई अब कसरी कस्तो लाग्छ तपाईँको पोइन्ट अफ भ्यूबाट हैन हैन कस्तोतिर गएर राजाको राजा भन्दैछ हैन हाम्रो देश त के चलिरहेछ थाहै छैन कि ब्रो अस्तिसम्म राजा चाहियो भन्दै आन्दोलन चलिरहेको थियो हैन अब राजा चाहियो भनेर आन्दोलन हुने त्यहाँ अब हजुर घाँस प्रार हान्ने त्यही पनि डेट एक्सपायर भएको हजुर घाँस प्रार हान्ने अनि त्यहाँबाट तोडफोड गर्ने भाटभेटेनीमा गएर स्याउ सुन्तला केराहरू उठाएर हिँड्दिने मान्छेहरू हाम्रो देश के भएको ब्रो शान्ति छैन पोलिटिकल स्टेबिलिटी छैन है कहिले अब केपी बा प्रधानमन्त्री बन्न छ आफूलाई झ्याउलायो ल प्रचण्डज्यू तपाईँ 1-2 साथी ल बन्दी गर्नु म यसो रेस्ट गरेर आउँछु किडनी फेरेर आउँछु जस्तो कुरो भयो देशमा अब पोलिटिकल स्टेबिलिटी नै छैन ब्रो हेर यस्तो मरुभूमिलाई पनि यति राम्रो बनाएको छ दुबईले लिटरली ब्रो यहाँ मुनतिर तिम्रो यही हामी घर मुनतिर बाटो केही बिग्रियो भने रातारात ठिक हुन्छ कि ब्रो रातारात हामी राति साँझ हेर्दाखेरि खाल्टो थियो बिहान उठ्दा छैन त्यस्तो फास्ट वेमा छ क्लिन पनि हेर न ब्रो क्लिनको त तिमी कुरै छोड के ब्रो मैले क्लिनको कुरामा हेर्दा एउटा भिडियो देख्दै गर्दाखेरि एउटा त्यो एउटा ब्लगर रहेछ बाहिरकै हो नाम चाहिँ एक्ज्याक्टली याद भएन लाइक उसले चाहिँ त्यो टेस्ट गर्ने रहेछ क्या सक्स लगाउने प्लेन सक्स व्हाइट सक्स अनि वकिङ अराउन्ड लाइक सिटिज मलहरूमा होइन अनि उसको चाहिँ हरेक कन्ट्रीहरू जस्तै जापान चाइना दुबई भयो अरू यो युएसको न्युयोर्क सिटी जस्तो कन्ट्रीहरू पनि उसले गरिरहेको रहेछ र त्यो उसको सबै भिडियोहरू हेर्दाखेरि चाहिँ
त्यो एकदमै क्लिनेस्टमा चाहिँ दुबई वान अफ द क्लिनेस्ट सिटिज दुबई त्यो व्हाइट सक्स लगाएर पुरै हिँड्दाखेरि पनि केही नै छैन केही नै छैन के केही नै छैन त्यस्तो क्लिन छ अब त्यही क्लिनर फेरि नेपालबाट 800 दिरहममा ल्याइदिन्छ अब मेन पावरले हो तर क्लिन छ सफा छ है दुबई अनि गर्न चाहन्छु भन्यो अनि धेरै अपर्च्युनिटी छ यस्तो पनि भयो किनभने यहाँनिर ट्याक्स फ्री कन्ट्री हो ट्याक्स फ्री कन्ट्री सर्टेन वेमा ट्याक्सहरू छ त्यो पनि रिसेन्टली सुरु भएको अब तर यहाँ ट्याक्स तिर्दाखेरि पनि गाह्रो छैन नि जतिसुकै फ्यासिलिटीहरू दिनुपर्ने छ इनफ इज इनफ होइन एकदमै दिएको छ नि त मान्छेलाई त्यो 2-5 दिरहम तिर्नलाई गाह्रो छैन कि किनभने जति स्यालेरी कमाउँछौ यु विल गेट टोटल अमाउन्ट विदाउट ट्याक्स होइन गोजीमा पकेटमा राख्ने हो आफ्नो बन्डल पठाउने हो चेल छ होइन यहाँ किन यसरी डेभलप भयो भनेपछि अब ब्रो लिटरली यहाँ चाहिँ एकदम लेजेन्ड भिजनरी भन्छ लङ टर्म भिजन लिएर बसेको त्यो मतलब भन्छ नि जो छ जो मतलब के भन्छ अब यहाँ त के राजा छ राजाको भिजन नै खतरा हो कि जुन एउटा सोच्नु र सोचेको मात्रै होइन क्या उसले इम्प्लिमेन्ट गरे रियालिटी गराइदिएको होइन त कसले सोचेको थियो कि यहाँको भलौटोवाला मरुभूमिमा बुर्ज खलिफा जुन चाहिँ वर्ल्डकै हाइएस्ट टावर बन्छ भनेर होइन कसले सोचेको थियो होला त कसले अब राजाले केही युनिक सोचे नि त होइन अब हाम्रो देशको राजा हेरौँ अब होइन अब हाम्रो देश पनि बिस्तारै बन्ला सायद अब बिस्तारै बन्ला हाम्रो छोरा नातिको पाल्ला पर्ला भयो भने अर्थात् नयाँ लिडरसिपहरू आयो भने जब करप्सनहरू एउटा लिडर राम्रो भयो भने हेर ब्रो सबै राम्रो हुन्छ कि अब जस्तै हेर अहिले काठमाडौँमा बालेन सर हुनुहुन्छ है आई रेस्पेक्ट यु बालेन सर है आई एम द बिगेस्ट फ्यान अफ यु बालेन दाई हजुरको ऱ्यापहरू वाइल्ड मनपर्छ अनि हजुर पनि एकदम मनपर्छ हजुरको काम पनि एकदम मनपर्छ है अनि बालेन सरले गर्दाखेरि अहिले काठमाडौँको पुरै माहौलै चेन्ज भएको छ स्वरूपै चेन्ज गरिदिनु भयो कि हो कस्तो थियो काठमाडौँ किनभने आफ्नो होइन आजभन्दा म 2.5-3 वर्ष अगाडि काठमाडौँमा थिएँ होइन त्यति बेला होइन जताततै फोर त्यो संसद भवन पछाडि पनि फोर फालेहान फोर त्यो धोबी खोलो डुङदी गनाओ छ अहिले हेर नि थुप्रो जताकतै सफा छ ग्रिनेरी छ ग्रिनेरीको कुराहरू आयो सफाइको कुराहरू छ होइन एउटा लिडर मात्र राम्रो कुराहरू पनि छ होइन त्यसमा अब कस्तो छ भने अब अहिले त्यो हामीले बसन्तपुरहरूको पिक्चरहरू देख्छौँ नि काइन्ड अफ लाइक त्यो युरोपको आर्किटेक्टहरूको भाइब्स दिने खालको होइन त्यो आर्किटेक्टहरू अनि त्यो फुटपाथहरू क्लिन त्यहाँ पार्क पहिला त एकदमै त्यो रफ थियो नि त पार्किङ ब्रो मैले पार्किङ गरेकै 50 रुपियाँ तिरे हो 1 घन्टाको मैले तिरे हो त्यो सबै के छैन अब अहिले बिस्तारै जो भनौँ न त्यस्तै भारेन जस्तै होइन हाम्रो देश चलाउने पनि आइदियो जस्तै मेयरहरू हुनुहुन्छ धेरै राम्रो काम गर्ने मान्छेहरू तर कस्तो हुँदो रहेछ भने कहिलेकाहीँ अब मान्छेले गर्दाखेरि किनभने अब एउटा मात्र राम्रो भएर पनि भयो अनि अब देश त्यत्रो छ त्यसमा पोलिटिकल पार्टीहरू धेरै छन् होइन अब यो देशको बारेमा धेरै गन्थन नगरौँ होइन जति सोच्यो त्यति पिर लाग्छ कि पिर लाग्छ अब केही अब अरू टपिकतिर चेन्ज गरौँ होइन अब जस्तै दुबईमा पनि त अब स्क्यामको कुरा त हामीले पहिले गरिसकिहाल्यौँ होइन त्यही पनि अझै त्यो हुन्छ नि ब्रो म यो भन्दा रमाइलो घटनाको याद आयो कि ब्रो यो कुरो कहिलेको भने धेरै पुरानो होइन कि 2 महिना अगाडिको कुरा हो है ब्रो मसँग एउटा खतरी स्क्याम गरिदियो कि कस्तो भनेपछि ल केटा हो सुन है त कस्तो भनेपछि टक्क म मस्त आफ्नो दोकानमा काम गरिरहेको थिएँ सेल्स गरिरहेको थिएँ है दोकानमा राम्रै थियो कस्टमर त्यति बेला अनि उताबाट 2टा दामी फिलिपिनो केटीहरू आइदियो ब्रो है उताबाट दामी फिलिपिनो केटीहरू आइदियो अनि म ल टक्क म फेरि अब सिङ्गल केटा है केटी देखेपछि मक्कै के ब्रो अनि त्यसपछि 2टा फिलिपिनो केटीहरू आइदियो है अनि त्यसपछि टक्क म तिनीलाई असिस्ट गर्न थालेँ तिनीहरू जुत्ता र ड्रेस किन्न आएको रहेछ है अनि असिस्ट गर्दा गर्दै अब हाउ आर यु हाउ इज योर डे गोइङ अन ब्ला 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 भनेर म फेरि केटीलाई मक्ख पार्न फेरि एक्सपर्ट के ब्रो अनि त्यस्तै कुरा गरेँ होइन अनि ल ठिकै छ उसलाई पनि म मन पर्यो सेल्सम्यान ह्यान्डसम एन्ड एट्र्याक्टिभ अब जस्तो भए पनि अलिअलि त थोपडा छ ब्रो है अनि त्यसपछि के भयो भनेपछि उसले मेरो नम्बर मागिदियो तू समझा हाँ नहीं तू समझा नहीं अभी अपने को आंटी को पटाना पड़ेगा आंटी ल मनमा लड्डु फुटा जस्तो भयो कि ब्रो नम्बर मागिदिएपछि अब केटीले आफै नम्बर सोधिरहेछ मनमा लड्डु फुट्दैन त ब्रो अनि म खुसी भएँ है त अनि त्यसपछि ठक्क नम्बर दिएँ है उसले एटलिस्ट अराउन्ड 600 to 700 दिरामको सपिङ गर्यो है अनि टक्क चेकआउट गर्ने बेलामा चाहिँ 20 दिराम टिप्स पनि दिएर गयो
म त झन् खुसी कि म नम्बर पनि लिएर गएको छ टिप्स पनि दिएर गएको छ भनेर म खुसी है त। बेटा मन में दूसरा लड्डू फूटा नया कैडबरी डेरी मिल्क शॉट्स। त्यसपछि टक्क मेरो राति 12 बजे ड्युटी सकियो हैन। अनि ड्युटी सकेर रुम आउँछु भन्दा रुम आएर टक्क म इन्टरनेट अन गरेर हेर्छु भन्दा त व्हाट्सएपमा मेसेज आछ 7वटा मेसेज आछ कि नयाँ अननोन नम्बरबाट। ल म त खुसी भएँ दिउँसोको त्यही केटीले मेसेज गर्यो भनेर है। दिउँसो हेर्दा यस्तो दामी थियो कसम ब्रो है म आफ्नो गर्लफ्रेन्डलाई छोड्ने जस्तो दामी केटी थियो कि हैन। अनि त्यसपछि टक्क अब राति मेसेज आएको रहेछ हे टनी हाउ आर यु डिड यु फिनिश योर वर्क डिड यु ह्याड योर डिनर भनेर त्यस्तो त्यस्तो फिलिपिनोले मेसेज गरिरा। इसीलिए समझ रहे हो ना। अनि म पनि ल ब्रो है अब त बित्तिकै खाना पकाउनु कहाँ छ खाना पकाउनु कहाँ छ कपडा फेर्नु कहाँ छ बसेर मेसेज रिप्लाई गरिरहेको छु। अनि ऊ बस्दो रहेछ मभन्दा 2 किलोमिटर पर है त। अनि मसँग पैसा थिएन ब्रो मसँग पैसा थिएन। रातिको 1 बजे साथीको रुममा गएर 50 दिराम लिएर आएँ 50 दिराम त्यो लिएर आएँ। अनि 20 दिराम उसले दिएको टिप्स थियो 70 दिराम गराएँ। अनि त्यसपछि ल टनी आई वान्ट टु मिट यु आई वान्ट टु सी यु आई वान्ट टु स्पेन्ड क्वालिटी टाइम विथ यु भनेर मेसेज आउँछ। ए रहा नहीं जाता तड़प ही ऐसी है ना। नहीं सोके ल ब्रो म त खुसी भएर खुसीको ठिकानै छैन कि ब्रो हैन। अनि त्यस्तो भयो। अनि त्यसपछि ल हुन्छ नि त अब भेट्न जाने भन्यो। अनि त्यसपछि रातारात 1 बजे नआएर हैन कपाल सपाल कोरेर हेन्ची भएर परफ्युम सर्फ्युम लाएर हैन। अनि त्यसपछि सुटकेसमा यहाँ माथि म सुटकेसमा कपडा राखेको छु सुटकेसबाट नयाँ कपडा लाएर नयाँ जुत्ता मोजा लाएर म रेडी भएँ कि आई एम रेडी फर माई फर्स्ट डेट भनिदिउँ न त। केटीले आफै बोलाइरहेछ। अनि त्यसपछि ऊ भयो ब्रो ल टक्क। अनि त्यहाँ अब जान त हिँड्दै जानु भएन 2 किलोमिटर छ यो गर्मीमा त गाँड पार्छ ब्रो चाकाबाट पसिना आउँछ कि बाहिर हिँड्दा कसम ब्रो। अनि त्यसपछि टक्क ट्याक्सी बोलाएँ। अनि ट्याक्सीमा चढेर उसले लोकेसन पठाएको थियो। अनि त्यसपछि लोकेसन पठाएपछि म उसलाई भेट्न पाएँ। मनभित्र छुट्टै भाइ आइरहेछ कि तुमने क्या जाने क्या सपने दिखाए वाला भाइ आइरहेछ कि ब्रो हैन। अनि त्यसपछि टक्क ल अब ट्याक्सीमा गएँ। अनि ट्याक्सीले कति समथिङ अराउन्ड 18 दिराम जस्तो लियो है। अनि घुमाएर लिएर गएँ कि 2 किलोमिटर म्यापमा मात्र देखायो घुमाएर लिएर जाँदा 18 दिराम लाग्यो। अनि टक्क म उसको अपार्टमेन्टको तल पुगेँ हैन। अनि त्यसपछि उसलाई कल गरेँ। अनि त्यसपछि कल गर्दा टोनी यु अलरेडी अराइभ कम इन 2nd फ्लोर भनेर भन्यो। ल 2nd फ्लोर भन्यो हैन। अनि त्यसपछि म खुसी हुँदै 2nd फ्लोरतिर गएँ हैन ब्रो। अनि त्यसपछि 2nd फ्लोर लिफ्ट आउन टाइम लाग्यो भनेर भर्याङ दौडिदिएको है कि ब्रो आई एम एक्साइटेड टु मिट हर भन्ने जस्तो कुरा भयो कि तड़प ही ऐसी है ना। अनि त्यसपछि भेट्न जाँदाखेरि अनि त्यसपछि टक्क ऊ भयो उसले ढोका खोल्यो ब्रो। अनि ढोका खोलेपछि टक्क वेलकम टोनी भन्यो। अनि थ्याङ्क यू सो मच भन्यो। अनि त्यसपछि यु आर लुकिङ ह्यान्डसम भने। अनि त्यसपछि म पनि मखै होइन त्यहाँसम्म कुरो राम्रो छ है ब्रो। अब पोइन्ट आउँछ यहाँ मेन पोइन्ट आउँछ केटा हो अब यहाँ कि। अनि त्यसपछि टक्क म गएर सोफामा बसेँ है। अनि उसले नेटफ्लिक्समा केही जापानिज सिरियल या समथिङ के हेरिरहेको थियो हैन त्यही चलायो है नेटफ्लिक्समा टिभीमा हैन। रुम पनि खतरा 1 BHK दामीवाला के ब्रो। म कहाँ यस्तो पार्टिसन लिएर बस्ने कहाँ म त फ्ल्याटमा गएपछि त छुट्टै खुसी। अनि त्यसपछि सोफामा बसेँ। अनि त्यसपछि बिस्तारै ऊ नजिक आयो। नजिक आएर यसरी हात समायो मेरो ब्रो। वाह क्या सीन है। अल्लाह म खुसी कि फेरि हात समायो यसरी होइन। अनि त्यसपछि कुरामा कुरा चल्दाखेरि अब यो क्यामेरा अगाडि बोल्न नमिल्ने कुरा अनि मलाई थाहा भयो कि त्यो छक्का रहेछ ब्रो बोक्ला रहेछ कि ल फक भयो नि त छक्काले बोलाइदिरहेको रहेछ कि दिउँसो हेर्दा केटी होइन। अनि त्यसपछि छक्काले बोलाइदिरहेको रहेछ राति गएर थाहा भयो कि त्यो छक्का रहेछ होइन। हिजोडा अब आई मिन 3rd जेन्डर। अनि त्यसपछि त मलाई मनै मारो मुझे मारो नहीं ये मजाक हो रहा है 1 सेकंड यार मजाक ब्रो ल म त खतरा एज क्याममा परे जस्तो भयो कि। अनि त्यहाँबाट ब्रो पत्ता चोट के
प्यान्ट तान्दै हातमा 2टा जुत्ता बोकेर प्यान्ट जुन सिडी म खुसी हुँदै चढेको थिएँ त्यहाँबाट त म त डराएर कि आत्तिँदै ए ल पछि आछ कि के हो भन्दै आत्तेर होइन बेबी आई विल गो वासरुम एन्ड कम ब्याक इन 1 मिनट भनेर हिँडेको मान्छे म पत्ताचोटि जाने बेलामा ट्याक्सीमा गएको आउने बेलामा जुत्ता हातमा छोपेर त डराउँदै दुगुर्दै म त 2 किलोमिटर नि हिँड्दै आइदिएँ कि ब्रो रुममा पछाडि फर्केछु आउनु त आएको छैन भाउ छोपेर लाने हो रुममा लगेर च्यापचुप पार्ने हो भन्ने डर लाग्यो कि ब्रो त्यो चाहिँ मसित स्क्याम घट्यो यसबाट चाहिँ द स्टोरी अफ दिस मोरल इज ब्रो केटा हो फिलिपिनो केटीहरूको कहिले विश्वास नगर्नु केटा हो समझ रहे हो ना त्यस्तो धेरै भएर हुन्छ हैन अब ट्रान्सजेन्डर हुँदो रहेछ कि बाहिरबाट हेर्दा केटी नै हैन अब भित्र एक्चुअल जाँदाखेरि त केटा है अनि म सक भइदिएन त्यस्तो भयो ब्रो यो चाहिँ म यस्तो 2 महिना अगाडि घटेको स्क्याम भन्दिम कि अब रियालिटी भन्दिम के रियालिटी नै हो स्क्याम भन्न पनि मिलेन काइन्ड अफ स्क्याम भन्न नि मिलेन अब एलजीबीटी को सोसाइटीको जुन कल्चर छ हैन कोही छ खुलेरै भन्नेहरू हैन म यो नै हो भनेर दिउँसो मलाई केटी भने हो कि भन्नेहरू नि छ कोहीहरू चाहिँ अलिकति लजाउनेहरू पनि हुन्छ हैन अनि त्यसपछि म डराएर भागेर आजभोलि म फिलिपिनो कस्टमरै हेर्दिनँ कि ब्रो मलाई सिक मिल्यो नि त ए डराउनु भाग्नु पर्यो कि ब्रो अब यो घट्यो मस्त एउटा स्क्यामवाला घटना है ब्रो अनि त्यसपछि अब कुरा पनि लामो नै भयो है आज मेरो ब्रेक टाइम पनि सक्यो हेर केटा हो तिमीहरूसँग गफ गर्दै गरौँला अब नेक्स्ट एपिसोड नेक्स्ट पार्टहरुमा चाहिँ हामी कुनै रमाइलो टपिकमा रमाइलो प्लस प्रोडक्टिभ टपिकहरुको बारेमा कुरा गर्दै गरौँला हैन ओके सो थ्यांक यू सो मच हैन एन्जॉय गर्दिनु न त ब्रो थ्यांक यू सो मच ब्रो हजुरले मलाई यसरी प्रोडकास्टमा बोलाउनु भयो एज अ स्पेशल गेस्ट है थ्यांक यू सो मच एन्ड थ्यांक यू सो मच फर माई भ्युअर अल्सो इफ यू गाइज आर न्यू इन आवर च्यानल जस्ट हिट द सब्सक्राइब बटन अङ्ग्रेजीमा अलि धेरै बोलेँ कि होइन केटा हो अब सर्वक्राइब हानिदिनु पर्यो दाजुको च्यानल है अब अगाडि बढ्ने कोसिसमा छौँ है त अब के थाहा भाग्यले कहाँ पुर्याउने हो तर नेपाली जस्तै गराउँछ कि भाग्य नेपाली नमस्ते म भाग्य नेपाली जस्तो हो कि होइन ब्रेक सकियो ब्रो म ड्युटी जान्छु ल ब्रेकमा आएर इन्टरभ्यू दिइरहेको छु ल थ्याङ्क यू सो मच गाइज फर वाचिङ आवर भिडियो स्टे कनेक्टेड विथ अस and we are posting good and entertaining content in our channel and hope you guys you like this video अनि च्यानललाई लाइक सब्सक्राइब अनि साथीलाई सेयर गरिदिनु होला धन्यवाद आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला अनि मौसम परिवर्तन हुँदैछ गर्मी लाग्दैछ बाहिरतिर ननिस्किनु होला यदि तराईतिरबाट हेर्न छ भने मच्छर र सर्पबाट सावधान हुनु होला यो फेरि सावधान इन्डिया जस्तो बोल्दिरा होइन ब्रो आजलाई ल यहीँ सकौँ न त